म जीवनमा मैले आँसु झार्ने मान्छे होइन। आज कसैको आवाजबाट मैले आँसु झारेको छ नि, त्यो तिम्रो आवाज हो। तिमीले ब्लाइन्ड अडिसनमै किन यसरी भक्कानिएर रोए कोच खेम? बीमा कुमारी दुराको दोस्रो रूप भन्दै सारा संसारले गर्यो प्रशंसा। आखिर को हुन् त यी लमजुङकी चेली जसले भोइस अफ नेपालको स्टेजमा गएर बबाल मचाइन्? सन्जिता दुरालाई आफ्नो टिममा ल्याउन कोचहरूको तानातान, तर पनि किन यस्तो निर्णय लिइन् उनले? सन्जिता कोच मेलिनाकोमा जाँदा दर्शकहरूले गरे खरो आलोचना। के सन्जिताले कोच खेमकोमा नगएर गल्ती गरेकै हुन् त? यस्तो रहेछ सन्जिताले खेमलाई नछान्नुको कारण। अब ब्याटलमा सन्जिताको के होला त हालत? गायिका बीमा कुमारी दुराले यस्तो के भन्नुभयो सन्जिताको लागि? यी सम्पूर्ण कुराहरूबारे हामी चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला र भिडियो मन परेमा एक लाइक र च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। दर्शकवृन्द, द भोइस अफ नेपालमा लमजुङ दुराडाँडाकी चेली सन्जिता दुराले तहल्का मचाएकी छिन्। भोइसको पहिलो हप्ता सकिँदा उनी अहिलेसम्मकै सर्वाधिक चर्चा कमाउने प्रतिस्पर्धी बनेकी छिन्। टिकटक, फेसबुक, युट्युब जताततै सन्जिताकै प्रस्तुति भाइरल भइरहेको छ। बीमा कुमारी दुराको लमजुङ तुर्लुङकोट बोलको पुरानो लोकगीत गाएर उनले भोइसको ब्लाइन्ड अडिसनमा चारवटै कोच फर्काउन सफल भइन्। यस पुरानो र मौलिक गीत सुनेर कोच खेम निकै भावुक हुनुभयो र उहाँले प्रस्तुति सकिएपछि आँखाबाट आँसु समेत झार्नुभयो। भोइसको स्टेजमा धेरैजसो सबैले रक र आधुनिक गीत मात्र गाउँछन्, तर सन्जिताले यसरी लोकगीत साह्रै मिठोसँग गाएको सुनेर आफूले आँखामा आँसु थाम्न नसकेको कुरा कोच खेमले बताउनुभयो। हुन पनि सन्जिताले यस कालजयी गीतलाई ओरिजिनल गायिकाले जसरी नै निकै मिठोसँग गाएकी थिइन्। उनको यस प्रस्तुति सुनेपछि देश विदेशमा रहनुभएका भोइस अफ नेपालका दर्शकहरूले सन्जिताको चौतर्फी प्रशंसा गरिरहेका छन्। कतिले त उनलाई बीमा कुमारी दुराको दोस्रो रूप भनेर समेत तारिफ गरिरहेका छन्। यस प्रस्तुति सुनेपछि स्वयं बीमा कुमारी दुराले के भन्नुभयो यो सुन्नुहोस्। बीमा कुमारी दुराले सन्जिताले गाएको गीतमा टिकटक भिडियो बनाउँदै क्याप्सनमा लेख्नु भएको छ, साँच्चीकै गर्वको क्षण हो। यो युवामा म एकदम गर्व गर्छु। ऊ अत्यन्तै प्रतिभाशाली छ। सबै न्यायाधीशहरूलाई धन्यवाद। तपाईहरूले यो सिजनमा देखाउनु भएको माया र समर्थन अद्भुत छ। उनीले यो गीत यति भावना र प्रेमसँग गाइन् कि मलाई मेरो सुरुवाती दिनहरूको सम्झना दिलायो। यो गीत मेरो हृदयसँग निकै नजिक छ। यति लेख्दै बीमा कुमारी दुराले पनि सन्जिता दुराको तारिफ गर्नुभयो। बीमा कुमारी दुरा अहिले बाहिर देशमा हुनुहुन्छ, तर सन्जिता दुरा र बीमा कुमारी दुरा दुवैको घर एउटै ठाउँ लमजुङको दुराडाँडामा हो। दुराहरूको संख्या नेपालमै एकदमै कम भएकोले गर्दा आफ्नो जात जाति भाषा संस्कृतिको बारेमा सबैलाई थाहा दिने मन भएको कुरा सन्जिता दुरा बताउँछिन्। यति राम्रो गायकीको बावजुद पनि सन्जिताले अहिले एउटा कुरामा भने कैयौँको आलोचना खेपिरहनु परेको छ। त्यो कुरा के भन्दा उनले गरेको कोचको छनौट। सन्जिताका लागि ब्लाइन्ड अडिसनमा चारैजना कोचहरूले मरिहत्ते गरे। हुन त आफ्नो कोच आफैले छान्ने अधिकार सबैसँग छ, तर भोइसमा सन्जिता दुराले गाउनु भएको गीतको लागि मिल्ने र लोकगीत गाउने एकमात्र कोच हुनुहुन्छ खेम सेन्च्युरी। खेमले भोइसमै पहिलोपल्ट सन्जिताको लागि आँसु समेत झार्नु भएको थियो र उनलाई आफ्नो टिममा ल्याउन भरपुर प्रयास गर्नुभएको थियो। सबै दर्शकहरूले पनि यो प्रतिभा कोच खेमकैमा जानुपर्छ भनेर अनुमान समेत लगाइरहेका थिए, तर सन्जिताले कोच खेमलाई वास्ता नगरिकन मेलिनाकोमा गइन्। यति धेरै मन पराएका कोचलाई बेवास्ता गर्दा सन्जिताले भोलि ब्याटलको बेलामा पछुताउनु पर्ने दर्शकहरूको अनुमान छ। कोच खेमकोमा गएको भए खेमले भोटिङ राउन्डसम्म पुर्याइदिनुहुन्थ्यो, तर मेलिनाले अब सन्जितालाई ब्याटलमै फालिदिनुहुन्छ भनेर धेरैले भनिरहेका छन्। सन्जिताले खेमलाई नछानेर मेलिनालाई छान्नुको खास कारण चाहिँ उहाँ महिला कोच भएर रहेछ। किनभने उहाँले कोच मेलिनाकोमा जाँदै गर्दा गर्ल्स पावर भन्दै यसरी चिच्याउँदै हुनुहुन्थ्यो। महिला कोचको टिममा गएर महिलालाई बलियो बनाउँछु, महिला सशक्तिकरण गर्छु भन्ने सोचले सन्जिताले खेमलाई वास्ता नगरिकन मेलिनाकोमा गएको बुझिन्छ। हजुरहरूलाई के लाग्छ? सन्जिताले टिम मेलिनामा गएर गल्ती गरेकै होलिन् त? मेलिनाले सन्जितालाई ब्याटलमा फाल्नु होला कि नफाल्नु होला? मेलिनाले ब्याटलबाट आउट गरे पनि कोच खेमले स्टिल गर्ने अधिकार त पाउनुहुन्छ। के मेलिनाले ब्याटलबाट सन्जितालाई आउट गर्नुभयो भने खेमले स्टिल गर्नुहुन्छ होला कि गर्नु हुँदैन होला? आफ्नो विचार र प्रतिक्रिया कमेन्ट बक्स मार्फत लेख्नुहोला। हजुरलाई सन्जिता दुराको यस प्रस्तुति कस्तो लाग्यो?
अनि हजुरले भोइस अफ नेपालको एपिसोडहरू नियमित रूपमा हेरिरहनु भएको छ कि छैन कमेन्ट बक्स मार्फत बताउनुहोला। यति भन्दै यस भिडियोबाट म बिदा हुन चाहन्छु। भोइस सम्बन्धी यस्तै ताजा अपडेटहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र छेउमै रहेको बेल आइकनलाई पनि थिच्नुहोला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरलाई धन्यवाद।